everyone, I'm back again. So म चाहिँ आज यहाँ बसेर किन भिडियो बनाउँदैछु भने चाहिँ लाइक मेरो चाहिँ यो जुन चाहिँ भ्लग अब हेर्नुहुन्छ यो चाहिँ मेरो अस्तिको भ्लग हो हैन एन्ड स्पेसफुल प्लस बिजी भएकोले गर्दाखेरि मैले एडिट गर्नु पाएको थिइनँ एन्ड यस अहिले चाहिँ मैले बल्ल बल्ल एडिट गरिसकेँ सो यसो हेरेको हैन लाइक त्यो विन्टर वाला भाइब चाहिँ छैन रहेछ हैन मैले ढाँटेर हाल्नु पनि सक्थेँ कि लाइक अहिलेको हो भनेर बट अलिकति सुहाउँदैन त्यो अहिलेको हो भन्नु हो त्यसले गर्दाखेरि चाहिँ म अलिकति इन्ट्रो बनाएको यहाँनिर सो यस त्यो चाहिँ मेरो फर्स्ट टाइम मेरो कलिगहरूसँग अलिकति के भन्छ अलिकति टाढो गएको प्लस हुनु त यहीँ हो कि बट फर्स्ट टाइम मेरो के भन्छ कलिग्सहरूसँग चाहिँ गएको भनेर मात्रै मैले त्यो भ्लगलाई चाहिँ लाइक सेभ गरेर राखेको त्यसले गर्दाखेरि चाहिँ म हाल्नु आँटेको अब चाहिँ सो यस इन्जोय हामी जू गएको हो सो त्यसको मैले इन्ट्रो के पनि बनाएको थिएन रहेछ जस्ट म त्यहाँ पुग्नु आँट्दादेखिको चाहिँ स्टार्ट गरेको छु सो यहाँ अब चाहिँ तपाईँहरू पनि इन्जोय गर्नुहोस् अन्त अबको जुन चाहिँ भ्लगहरू आउँछ यो डिसेम्बर जनवरीहरूको त्यो चाहिँ इन्ट्रेस्टिङ आउनेवाला छ सो तपाईँहरूलाई यो भ्लग मन पर्यो भने चाहिँ यु क्यान गो एन्ड भिजिट माई च्यानल मतलब यही च्यानल चाहिँ एकखेप भिजिट गर्नुहोस् अगाडिको भ्लगहरू पनि हेर्नुहोस् अन्त अब आउने भ्लगहरूको लागि पनि तपाईँहरू सब्सक्राइब गरिदिनुहोस् गर्नुभएको छैन भने एन्ड बेल आइकन थिचिराख्नुहोस् नोटिफिकेसन आओस् भनेर एन्ड या त्यति नै हो नाउ इन्जोय दिस भ्लग बाई So we reached Ganesh Talk. हाम्रो दादा चाहिँ एकदम ड्राइभ गर्नुहुँदैछ एन्ड बहिनी चाहिँ यहाँ चुपचाप बसेको अरे दिदीले त हुनुहुन्छ हेलो भन्नु न के साह्रो टप हो अम्म त्यस्तै लाग्यो मलाई सो गाइज हामी चाहिँ यहाँनिर बुलबुले के भन्छ जू पुग्यो सो वी अल जिपे हुँदैन अरे गाइज हो क्यासमा पे गरेन उयो चाहिँ बिल चाहिँ फोनमा आउँछ अरे ए बिल चाहिँ फोनमा आउँछ अरे क्यासमा पे गर्नु पर्यो जिपे चाहिँ चल्दैन रहेछ प्लिज काइन्डली गेट द्याट इन्फर्मेसन फ्रम अस अन्त क्यास चाहिँ बोकेर आउनुपर्ने रहेछ तपाईँहरूले ओके है बोल्यो अब चाहिँ गएको हामी on yearning to revisit the past. The music video filmed in the enchanting caves of Spain has garnered praise for its positive yo के बोलेको radio FM performance. ल होइन नि त यहाँनिर भिडियो मजा आउँदैन नि यस्तो सो यो उकालो चाहिँ हामी हिँडेर आएको भए चाहिँ म चाहिँ बिहोस हुन्थ्यो बिहोस टिटिट गर्नु हुँदैन टिटिट गर्नै हुँदैन कहाँ टिटिट गर्छ हौ लाइक डिस्टर्ब हुन्छ डिस्टर्ब यहाँ वान वे होइन अनि यहाँदेखि उता निस्किन्छ जस्तो लाग्यो बाहिर निस्किन्छ त अन्त त भनेको वान वे हो जस्तो लाग्यो वान वे सो यहाँनिर चाहिँ अब के छ अरे ब्ल्याक बेयर छ अरे अन्त त्यो हेर्नु गएको कति हेर्नुपर्छ चाहिँ वी डोन्ट नो होइन दादा हो दादाको चाहिँ ब्याक साइड मात्रै देखाइदिएको अहिले खाजा खानु हुँदैछ दादा चाहिँ होइन पछाडि ब्युटिफुल लेडिजहरू छ हो सो लेट्स सी भेट्छ कि भेट्दैन अब तर हालेको त देखिन आज पोस्टैछ एउटा भ्लगरहरूले कन्टेन्ट राखिराख्नु पर्यो नि त होइन एउटा चाहिँ पोस्टैछ तर एउटा चाहिँ पोस्टै छ कि कोल्ड बेबी यहाँबाट चाहिँ भ्यू हेर्ने भ्यू पोइन्ट
जस्तो रहेछ अलिकति होइन अन्त भालु हेर्ने जग्गा पनि एउटा मात्रै छ त है केसको पत्ताहरू हो यो सबै त्यहाँ सँगै छ त एउटा भित्तामा मुख हेर न ए म त एउटै देखेँ ए मैले पनि त अन्त कस्तो देखेँ नि त मैले पनि यता हेर न आइसला यहाँबाट कस्तो मजाको देखिरहेको छ नि त भ्यू है बिचारा सुतेको हेर्नु तातो भएर वाउ त्यहाँ घाम लागेको थियो होला कि अन्त त्यहाँ भित्तामा चाहिँ शीतलमा कस्तो दामी देखियो नसकोस् भनेर अन्त सक्दैन This is our view for today. Everyone, please. यता हेर्नुहोस् यता हेर्नु न भन्नु यहाँ देख्नुभयो होला है तपाईँहरूले बेयर हेर्नुहोस् है जुम गर्दैछ अब जति जुम भयो त्यति हो यो चाहिँ एउटा मात्रै देख्दै रहेछ कि बेयर्स बसिरहेको छ डल्लो परेर ब्ल्याक बेयर दामी देख्यो दामी 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 फर्स्ट टाइम म चाहिँ यता गुम्बा चाहिँ कहाँ छ यहाँनिर आएको राङ्गाको चाहिँ होइन यो पिकक होइन यस सो वेयर इज द उयो यस्तो झिरो हुने चाहिँ अलिक सानो होला नि त फिमेलको त कहाँ हुन्छ त अन्त ए यो फिमेल हो यस्तो हेर्दा त मेलै हो फिमेललाई डल हुन्छ नि त कलर मिठो छ है कलर त त्यो त यो दुईटा मेल हो आउँदैछ त्यस्तो ठुलो छैन नि त सानै छ नि त होइन पिकक यहाँ चाहिँ बर्ड सेन्चुरी रहेछ हो अन्त अहिले हामी यहाँ बर्ड सेन्चुरीमा बर्ड्स हेर्नु आएको एन्ड देन वी विल गो अप साइड यता माथि माथि चाहिँ के छ आई डोन्ट नो होइन सो इट्स यो लेट्स सी वाट इज इट Tashi Delay, I am the Indian P4 about me. अब त्योहरू सबै चाहिँ म पढ्दिनँ होइन अब यहाँनिर चाहिँ यहाँनिर चाहिँ यो रहेछ ए पिजन भन्ने कालिज भन्दो रहेछ नि त कालिस भन्छ नि क्या त्यो बस्तीतिर हो त्यो चाहिँ यो रहेछ बट यो चाहिँ सिल्भर कलरको रहेछ होइन यता भित्र हेर्नुहोस् ल आइल सो यु वेट यता राम्रो त देख्दैन रहेछ किनभने पुरा मैला रहेछ कि यो विन्डो पर छ हिँडिरहेछ देख्नुभयो होइन सो यस व्हाइट कलरको के मजाको रहेछ म यसरी नै त्यतिर जुङ्गा तान्दै हो यसको लेपरको त्यसले हो र हामी यहाँ उयो बनाउँदै गरेको अब झालमुरी बनाउन आँटेको मैले चाहिँ यसरी लिएर आएको थिएँ सामानहरू होइन रिफाइन रहेछ नि त अन्त यहाँ बहिनीहरूले चाहिँ यसरी लिएर आएको थियो चिप्सहरू छ यहाँ चाहिँ अब बनाउँछु मजा आउँदैछ खानु तितो तितो मिठो मिठो ए मात्रै निकाल 50 रुपियाँमा तपाईँहरूले यहाँ झालमुरी खानु आउनुहोस् तपाईँको चाहिँ कोही पेलामा हाल्छु नि पुग्छ लान्दैन तानेर सो हामी चाहिँ यहाँ झालमुरी पार्टी हुँदैछ भन्ने माला पारा ल माला सो हामी चाहिँ यहाँ उयो गरिरहेछ रेस्ट गरिरहेछ होइन खाएर गरेर एन्ड
सबै यो बाटो देख्नुहुँदैछ नि यो बाटोबाट उकालो चाहिँ वी हेभ टु वक एन्ड गो सो मैले चाहिँ के भनेको भने चाहिँ त्यहाँनिर चाहिँ रेड पान्डा चाहिँ हेरौँ त्यहाँदेखि चाहिँ कम ब्याक भनेको भन्नुहोस् हामी माथि जान्छ रेड पान्डा हेर्छ अन्त फर्किन्छ यस ओह्रालो जान्छ माथि जान्छ हिँडेर जाने तपाईँलाई पनि केही छ भन्नु हिँडेर जान्छ अरे त्यो पनि भन्नुहोस् न प्लिज हाम्रो यहाँ दिदी चाहिँ हिँडेर जानु अरे अब अन्त we can't take me त अन्त अब होइन हिँडेरै जाने अरे नि त बाई यो म्याप हो आम्बो खै रेड पान्डा एन्ट्री गरेर त फर्स्ट यो सक्यो त्यहाँदेखि बर्थ सेन्चुरीमा छ हामी अहिले मैले केही बुझिनँ कहाँ जानु भएको म चाहिँ यहाँ पनि के छ अरे त्यही हेर्नु गएको अन्त यहाँ माथि के हेर्नु भएको के भयो ल डु नट फिड द एनिमल्स त देख्ने ठाउँमै छैन के को फिड खै यहाँनिर चाहिँ हामी आइपुग्यो कमन लियोपर्ड हेर्नुको लागि तर हामीले अहिलेसम्म देखेको छैन भर्खर आएको यहाँ मान्छेहरू चढ्दैछ हामी यहाँ खोज्दैछ म चाहिँ यहाँबाट हेरिरहेको छु छैन म पनि जान्छु माथि दिदीको भ्लग गरिदिएको नि मैले म अननोन हो पानी परेर भित्र बसेको छ ऊ त्यो उयसमा ट्याङ्की भएको छ यहाँ चाहिँ रेड पान्डा छ अरे That's why we are going here. त्यहाँ पनि हामीले फोटो अलिकति खिच्यो एक दुईवटा होइन जङ्गल हेर्नुहोस् कस्तो दामी छ वाउ वाउ रेड पान्डा यता आउनु नि है ऊ कतिवटा घरभित्र पस्यो घर चाहिँ एउटा यहाँ रहेछ एउटा यहाँ छ घर We are going down from here. पान्डा हेऱ्यो हामीले मजाको थियो 3 वटा अन्त अब चाहिँ यहाँ तल गएर मैले दादालाई एउटा भिडियो बनाउनु सिकाइरहेको छु होइन त्यस्तै पाराले भिडियो बनाइदिनुहोस् भनेको छु होप सो बनाइदिनुहुन्छ होला एन्ड देन वी विल गो ब्याक अन्त यो दिनको मेरो फोटोहरू हेर्नु मन छ भने चाहिँ यु क्यान गो एन्ड फलो मी देयर इन इन्स्टाग्राम होइन कुन्जङ पाल्मु भुटिया नै छ के पाल्मु भनेर छ त्यहाँ चाहिँ मेरो यो फोटोहरू हाल्छु एन्ड फेसबुकमा चाहिँ कुन्जङ पाल्मु नै छ सो हामी चाहिँ आधा मात्रै हेऱ्यो लाइक पान्डासँग मात्रै हेऱ्यो होइन अन्त उयो लियोपर्ड चाहिँ बाहिर निस्केको थिएन है सो देख्नु पाएन हामीले अब ओह्रालो गएको अनि यस्तो राम्री केटीहरू आउँदाखेरि कस्तो लजाएर बसेको खै आयो कुछ बोल्नु लाउनु न दादालाई ल दादा भनिदिनु कुछ भन्नु के दुई शब्द जाओस् तपाईँको जानु न हौ ए भन्नुहोस् न अब यसो मेमोरीको लागि कस्तो होइन मेमोरी घुम्यो मजा आयो तर हामी घुम्नु नपाएको चाहिँ कुन्जाङले गर्दा है
कुन्जाङ हिँड्नु सकेन त्यही कारण अल्छिनी हो त्यही होइन झालमुरी खाएर बुढीले सकेन हिँड्नु झालमुरी इज नट इन्जोयमेन्ट पिरो नभएर पिरो नभएर झालमुरी त अरू बेला पनि घरमा बस्दा पनि खान पाइहाल्छ नि होइन अन्त यो जङ्गल बाटो हिँड्नु मजा आयो मजा आयो साँझको हल्का हावामा मन किन हो तिमीलाई सम्झन्छ भोलि कुनै तिम्रो छायाले मेरो मुटु ढक म चाहिँ घर आइपुगेँ होइन अन्त त्यहाँदेखि दादाहरू पनि जानुभयो मेरो चाहिँ ब्याट्री लो भएर चाहिँ भिडियो बनाउनु पाइनँ लाइक एन्ड गर्नु चाहिँ पाइनँ एन्ड मैले अहिले भर्खर चार्ज गरेर एकछिन होइन सो hope you guys enjoyed this vlog and don't forget to like, share and subscribe. So bye bye, see you in another vlog. Bye.